Welcome to Sikkimis News. Please do like and subscribe for more latest updates. माननीय विधायक रिक्सेल दोर्जी भुटिया अनि नरबहादुर प्रधानज्यू, रोङबुल जीपीयू का पंचायत सभापति लगायत संपूर्ण सदस्य, ग्लोबल टेक्निकल यूनिवर्सिटी का कुलपति डाक्टर सौरभ लगायत सबै वहाँका टिम, नाम्ची जिल्ला की जिल्लापाल श्रीमती अनुपा ताम्लिङ र वहाँको सम्पूर्ण जिल्लाका अधिकारीगण, सीएलसी प्रेसिडेन्ट श्री टाँसीदी तामाङ अनि पार्टीका सम्पूर्ण कार्यकर्ता गणलाई मेरो न्यानो अभिवादन सहित मेरो छोटो वक्तव्य राख्न अनुमति चाहन्छु। सर्वप्रथम म सिङताम रोङका वासीहरूलाई बधाई दिन चाहन्छु। उहाँहरूले यति राम्रो एउटा ग्लोबल टेक्निकल युनिभर्सिटी यहाँ पाउनु भएको छ। सम्माननीय मुख्यमन्त्री महोदयको तपाईहरुको लागि यो एउटा बहुमूल्य उपहार स्वरूप तपाईहरुले यो पाउनु भएको छ। यसै जीपीयूबाट हाम्रो डाक्टर डीपी राईले कार्डियोलोजीमा यति राम्रो शिक्षा आर्जन गरेर आज यति उच्च पदमा उहाँ हुनुहुन्छ। उहाँले यही जन्म लिएर यसै स्कुलमा उहाँले शिक्षा आर्जन गर्नुभएको थियो भने यहाँ एउटा ग्लोबल टेक्निकल युनिभर्सिटी आउनु भनेको यो क्षेत्रवासीको निम्ति एउटा ठूलो उपलब्धि हो। त्यसको लागि म सम्माननीय मुख्यमन्त्री महोदयलाई धन्यवाद दिन चाहन्छु। मैले अघि उहाँ डाक्टर राईसँग कुरा गर्दै थिएँ। पहिला उहाँ पढ्दाखेरि यो रोङको यहाँको सिङताम स्कुलमा करिब 17 जना छात्र थिए भने आज यहाँ केवल 2 जना मात्र घटेर त्यति मात्र भएको छ र शिक्षा विभागले यो स्कुललाई बन्द गर्नु एकदमै कर परेको छ। हामीले यो पाठशालाहरू बन्द गर्दाखेरि तपाईहरुलाई थाहा छ यो एउटा सजिलो निर्णय छैन। सरकारको निम्ति, विभागको निम्ति एउटा एकदमै हामीले यो जति पनि स्कुलहरू बन्द हुँदैछ है त्यो एउटा सजिलो निर्णय होइन। हामीलाई एकदमै दुःख लागेको छ। तर यो गुणस्तर शिक्षाको निम्ति एकदमै महत्त्वपूर्ण कदम रहेको छ। किनभने तपाईहरुलाई थाहा छ 1 जना, 2 जना, 5 जना, 10 जना भन्दा कम्ती नानी एउटा क्लासमा रहँदाखेरि त्यो नानीलाई कसरी पढाउने, कस्तो प्रकारले शिक्षा दिने। एउटा शिक्षा आर्जन गर्नु भनेको केवल क्लासरुम लेक्चरले मात्र हुँदैन। त्यो नानीले खेल्नु पाउनु पर्यो, साथीभाइ पाउनु पर्यो। पियर टु पियर लर्निङ भन्ने सबैभन्दा ठूलो एउटा लर्निङ प्रोसेस हो। त्यो बिना एउटा नानीले राम्रो शिक्षा आर्जन गर्न सक्दैन। र यसै कारण हामीले विभागले, सरकारले यो कतिवटा स्कुलहरू बन्द गर्ने निर्णय लिएको छ। तपाईहरुलाई थाहा छ जति बेला हामीले सुरु गर्यौं यो प्रक्रिया त्यति बेला 97 वटा स्कुल है लिस्टमा आएको थियो। तर आज त्यो घटेर 52 वटा मात्रै भएको छ। त्यो किन? हामीले यो निर्णय लिएपछि, यो निर्णय लिन थालेपछि सबै गाउँका मानिसहरू जागरुक भएर है त्यहाँको टिचर्सहरू, त्यहाँको एसएमसी मेम्बर्सहरू, त्यहाँको हेडमास्टर्सहरू जागरुक भएर आज ती स्कुलहरू जुन बन्द हुन आँटेको थियो त्यसमा तपाईको 40 वटा भन्दा बेसी स्कुलमा 20 जना भन्दा बेसी नानी भइसकेको छ। यसरी त्यो स्कुलहरू अब बन्द हुँदैन। हामीलाई बन्द गर्नु त्यस्तो जरुरी छैन यदि नानीहरू छ भने। तर नानी छैन भने कुनै पनि क्लासमा एउटा स्कुलमा, प्राइमरी स्कुलमा 20 जना भन्दा कम्ती नानी छ भने त्यो स्कुललाई हामीले बन्द गर्नु कर लाग्छ। र यसरी नै यहाँको स्कुलमा पनि 2 जना मात्रै नानी, पहिला 1 जना थियो, योपालि एउटा नयाँ एडमिसन पनि हुने कुरा थियो। तर 2 जना मात्रै नानीलाई त एउटा स्कुल सस्टेन गर्नै सकिँदैन। त्यसै कारण हामीले बन्द गर्ने निर्णय लिएका छौं। र यसरी तपाईहरुलाई आज यही सन्देश दिन चाहन्छु। तपाईहरुले यो जुन विभागले लिएको निर्णय छ, सरकारले लिएको निर्णय छ, त्यसलाई पोजिटिभली लिएर त्यो नानीले कुनै पनि स्कुलमा अर्को स्कुलमा गएर शिक्षा आर्जन गर्नु पायो भने, धेरै नानी भएको स्कुलमा शिक्षा आर्जन गर्नु पायो भने उसले गुणस्तर शिक्षा पाउन सक्छ। ऊ आफैले पनि राम्रोसितले पढ्न सक्छ। र त्यो कारणले गर्दाखेरि हामीले यो गर्दै गरेको छ। र तपाईहरुलाई यो सन्देश म विभागको तर्फबाट र सरकारको तर्फबाट दिन चाहन्छु। र यहाँ क्षेत्रवासीलाई
फेरि पनि म बधाई दिन चाहन्छु। यति राम्रो एउटा प्राइमेरी स्कुल त बन्द हुँदैछ, तर तपाईहरुले एउटा ग्लोबल टेक्निकल युनिभर्सिटी जस्तो एउटा महान संस्था पाउनु भएको छ। अब उसो डाक्टर डीपी राईले तपाईहरुले सोध्नु भयो भने उहाँ जब पढ्नु जानुभयो बाहिर कति दुःख गर्नु पर्यो, उहाँले बाहिर जाँदाखेरि कति र्यागिङ सहनु पर्यो, कति ट्राभलिङमा कति दुःख भयो, त्यहाँको एउटा विदेश मतलब देश बाहिर गएर त्यसरी पढ्नु पर्दा कति साह्रो पर्यो, त्यो सबै है अब यहाँ तपाईहरुको जग्गामा आउँदैछ र यसरी तपाईहरुलाई सौभाग्यशाली हुनुहुन्छ। सम्माननीय मुख्यमन्त्री महोदयले तपाईहरुलाई एउटा सुनौलो उपहार दिनुभएको छ, उहाँलाई पनि धन्यवाद र तपाईहरुलाई बधाई दिँदै म मेरो छोटो कुरा यही राख्न चाहन्छु। धन्यवाद। Thank you for watching Sikkimese News. Please do like and subscribe for more latest updates.